हेलो साथीहरु, गुड मर्निङ एन्ड नमस्ते सबैजनालाई। हामी चाहिँ आज चाहिँ नयाँ भ्लग स्टार्ट गर्दैछ। अनि अहिले चाहिँ हामीले रेडी भएर खानाहरू के खानुको लागि जाँदैछ। अन्त अलिअलि सामान चाहिँ किन्नु छ, त्यही भएर जाँदैछ। मेरो बुढा अगाडि अगाडि हिँड्दैछ, म चाहिँ पछि पछि। बुढो यता हेर्नुहोस्। कहाँ हो यो भन्दै कुन मार्केट? विधान मार्केट टुलदेशमा साथीहरु। साथीहरु हामी चाहिँ यहाँ सब्जी दोकानमा हिँड्दैछ। अनि सब्जी दोकानमा चाहिँ के सब्जीहरू पाउँछ भनेर चाहिँ भिजिट गर्दैछ हामी चाहिँ। तपाईँ चाहिँ के सब्जी लाने? ब्रोकाउली हैन, फुलकोपी अरु अनि त्यहाँ जुन चाहिँ अब घरमा हुँदैन हैन, आलुहरूदेखि बाइक घरमा चाहिँ अरू चिज चाहिँ लैजाउँ न है। आइरहेको बेलामा बजारहरू जाँदा भन्दाखेरि आज प्याज सम्म छ घरमा? छ, सबै छ। तर पनि लैजाउँ ल, टमाटरहरू चाहिँ। अब त हामी निकै हुन्छौँ नि त। माथि चाहिँ ब्याग गर्नु साथीहरु, यहाँदेखि उता चाहिँ सब्जी पुरा फ्रेस हुन्छ अरे, मेरो बुढाले भनेको। अन्त हेर्न सक्नुहुनेछ तपाईँहरूले। कुन चाहिँ लाने? यो साग हेर्नु चाहिँ पुदिना होइन। यो त मलाई घरमा लगेर रोप्नु पनि मन परेको थियो। कहाँ छ? यो राम्रो छ त। अब चाहिँ हामीलाई किन्नु छ, मिठाई किन्नु छ साथीहरु। हेर्नुस् त मिठाई के छ, अब सबै लानुपर्छ है। हामी चाहिँ अब सब्जीहरू गरेर जाँदैछ है साथीहरु। यहाँ मेरो बुढाले चाहिँ झोलामा यति सब्जी बोक्नु हुँदैछ। अब चाहिँ हामी फ्रुट किन्न आएको यहाँनिर। फ्रुट चाहिँ हेर्नुहोस् है साथीहरु, के छ भनेर चाहिँ। यहाँ एक झोला भइसक्यो हाम्रो सब्जीहरू। साथीहरु, हामी चाहिँ अब चाहिँ सब्जी गरेर आएको। उसले चाहिँ बोकिरहेछ बिचारा। साथीहरु, हामी चाहिँ फाइनली रुम पनि आइपुग्यो। आज बिहानभरि चाहिँ विधान मार्केट डुलेर नै सकियो। अन्त किनकि हाम्रो घरमा सामानहरू पनि धेरै लानु थियो, त्यही भएर। अन्त मेरो हस्बेन्डले चाहिँ मलाई के किन्थ्यो हेर्नुहोस् न, यस्तो डरलाग्दो गरम भएर चाहिँ मैले ज्याकेटहरू सब खोल्नु पर्यो मेरो। अन्त त्यहाँदेखि यो टी सर्ट हेर्नुहोस् न, यो टी सर्ट किनिदिएको मलाई चाहिँ मेरो हस्बेन्डले। गरम भयो तिमीलाई, टी सर्ट पातला किनेर लगाऊ भनेर चाहिँ। अन्त यो राम्रो मटेरियलको छ, एकदम मन पर्यो मलाई पनि। अन्त यो किनेर उतै वहीँनिर लगाएर आएको मैले चाहिँ। अन्त अरू लुगा चाहिँ बोकेर आएको छु। अन्त अर्को किनिदिएको छ मलाई स्यान्डल पनि किनिदिनु भयो। हेर्नुहोस् न, व्हाइट कलरकै छ, टक्कै मोतीहरू भएको, दामी छ। अन्त अर्को किनिदिनु भएको छ, एउटा प्यान्ट किनिदिनु भयो मेरो हस्बेन्डले चाहिँ मलाई। एक सुट मजाले सबै किनिदिनु भयो है साथीहरू। अन्त सायद यो बर्थडे गिफ्ट नै सम्झ्यौँ है। साथीहरु, हामी चाहिँ रुमबाट निस्केको है। अब आज चेकआउट गरेको हामी चाहिँ। अन्त लो, अन्त केक पनि यतिकै छोडिदियो हामीले। अन्त यो चाहिँ पानी त लान्छु, म खान्छु, पिउँछु। मेरो बुढा आगे आगे। के भयो बाबु? त्यो म घिसार्छु, तपाईँ त्यो गरम बोक्नु ल। होटलबाट जानु अघि लास्ट यहाँ काउन्टरमा हामी छ। यहाँनिर चाहिँ चाबीहरू बुझाउनु छ, त्यही भएर चाहिँ हामी यहाँ उभिरहेको। अन्त अब चाहिँ मेरै हातमा छ चाबी, चाहिँ म गएर दिन्छु। अनि फाइनली गाइज हेर्नुहोस्, हामी बाहिर निस्कि पनि सक्यो।
हामी चाहिँ सालुगोडासम्म टोटो रिजर्भ गरेर आयो किनकि त्यहाँ हाम्रो गाडी छ नि त उता घर जाने प्यासेन्जर गाडी अनि यहाँनिर चाहिँ हामी खाना खाँदैछ अब आप्पा होटलमा सालुगोडाको आप्पा होटल कसलाई थाहा छ त्यो होटलमा अनि हेर्नुहोस् यहाँनिर एउटा माछा एउटा चिकन मगाएको छ अनि अब चाहिँ खाने स्वागत छ हजुरलाई घरमा स्वागत छ जस्ट अलिकति ब्याट्री रहेछ साथी र हामी चाहिँ भर्खर आइपुगे भर्खर लाइट छैन साथीहरू हामी घर आइपुग्यौँ मैले मेरो बुढालाई घर लिएर आइसकेँ हाई बाई बाई गरिदिनु न बाई बाई गरिदिनु साथीहरू हामी चाहिँ फाइनली घर आएर पनि अब हामी पर आमा घर जाँदैछ आमाहरूलाई मिठाईहरू केहरू लगिदिनुको लागि अन्त बेबी चाहिँ आमा मिठाईलाई झोलाको डल्लै बोके त हेर्नुहोस् है यस्तो भइरहेछ हालत चाहिँ अब अहिले आएर एकैचोटि मिलाउनु पर्छ दुईजना चाहिँ हिँडी पनि सक्यो साथीहरू अहिले चाहिँ हामी खानासाना खाएर पनि यहाँनिर रुममा बसिरहेको छ होइन अन्त अहिलेसम्म बातहरू मारेर म चाहिँ अघि नै आएको थिएँ पर आमाहरूकोबाट नै अनि सुरज दा चाहिँ अघि भर्खर आउनुभयो मबाट चाहिँ अघि आएर होइन अनि अलिक बिसन्चो भइरहेछ साथीहरू हुन्छ नि मलाई चाहिँ ग्यासको बिमार छ कि अनि अलिक ग्यास भएको टाइपको भइरहेछ कता कता यस्तो भित्र घोच्छ क्या त्यस्तो भइरहेछ अनि एनिवेज होइन अन्त हामी चाहिँ अब सुत्नुपर्छ साथीहरू एकदमै थाकेको पनि छ हो साथीहरू हामी चाहिँ यहाँनिर अब हेर्नुहोस् ल केकहरू सबै काटिसक्यो होइन अनि मेरो बुढा चाहिँ यहाँनिर चिया पिउनु हुँदैछ यो चाहिँ फेरि रम भन्ला नि साथीहरू तपाईँ बाफ आइरहेछ नि यहाँनिर छ प्रुफ चाहिँ टक्कै 12 बजी मैले टाइमहरू सबै उयो निकालेको छु नि तपाईँले पो हिजो टाइमहरू निकालेको थिएन आफूले मात्रै हेरेको थियो के बोल्ने लु बोल्नु न त अन्त बाबु के बोल्नु छ ल भन्नु अब यस्तो तिमीले मलाई सरप्राइज दियो होइन जसमा कि मेरो मनमा अडि नै सकेन त्यसरी अब क्या अब पुरै अब निस्किनु खोज्छ बातहरू कि तिमीले अब यति साह्रो मलाई एउटा प्रिसियस मान्यौ होइन मेरो बर्थडेलाई यस्तो तिमीले अब मैले लाइफमा फर्स्ट टाइम मेरो केक काटेको आज कहिले काटेको थिएन अरे बाफ रे फर्स्ट टाइम केक काटेको होइन मलाई त्यो दिनको याद आयो कि जस दिन म आफ्नो पल्टन फुटबल टिममा थिएँ नि एउटा आसामको साथीको चाहिँ बर्थडे थियो हामी मिलेर उसको केक काट्दै थियो कि ऊ चाहिँ गुवा रुको थियो अब लाइफमा किन रोएको भनेर हामीले केक काटेर लगाएको थिएँ नि त्यति बेला चाहिँ हामीले सोद्धा चाहिँ अब मैले लास्टमा चाहिँ एउटा खुसीले मलाई अब यस्तो भयो लाइफ फर्स्ट टाइम मैले काटेको भन्थेँ क्या उसले मलाई चाहिँ त्यो दिनको याद आएको छ मैले आज कमसेकम मेरो आज अब तिमी जस्तो एउटा राम्रो अब वाइफ हुनुको कारणले गर्दा यसरी केकहरू काट्नु पाएँ त्यो पनि अब यसरी अब आफूलाई थाहा थिएन होइन कार्टुन त मैले बोकेको थाहा थियो होइन तर अब बर्थडे मनिन्छ भन्ने कुरा त मैले त एक्चुअली मना नि गरेको थिएँ नगर अब यस्तो छ मैले बर्थडे कसैलाई थाहा पनि छैन नभएकै राम्रो केक चाहिँ किन काट्नु भन्ने कुरा चाहिँ हाम्रो थियो मेरो त ठिकै छ अब तिमीले मलाई यस्तो मेरो लागि यहाँसम्म गर्यौ र तिमीलाई अब मेरोबाट अझै तिमीलाई धेरै धेरै धन्यवाद होइन यसरी नै हाम्रो माया बढ्दै जाओस् होइन अन्त यसरी नै तिमीलाई पनि अब जे मेरो हरेक सफलता पाउँछु त्यो सफलतामा तिम्रो पनि नाम होस् है ह्यापी बर्थडे फेरि पनि ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे ह्यापी बर्थडे पर्खिँदा भयो म यहाँ बसेर पर्खिरहेको थिएँ टुक्रुक्क बसेर मलाई के थाहा थिएन त कति बेला गयो बर्थडे भनेको 12 बजी केक काट्ने चाहिँ साह्रो चिज नि निद्रा बिग्रिन्छ भन्दा हिजो म त कति बजी अब थाकेर आएको मान्छे नमनाऊ भनिन्छ अब बुढी पटारे नै डर
डर अब हो भन्छ यति त बुढीको लागि गर्नै पर्यो नि भन्छ तिम्रो साथीहरूले यसो सुन्छु अब बुढाको गर भन्दा बुढाको 2 दिन बादमा गरिँदा नै हुन्छ नि भन्छ अब भने यसको मतलब यस्तो लाग्यो अब तिमी मात्रै हेर्छ अब वर्ल्डमा अब केटीहरूलाई धेरै नै अब सबै भ्यालु हुँदो रहेछ क्या उनीहरूलाई सही टाइममा चाहिँदो रहेछ मन त रहेछ क्या जस्तो लाग्यो नि त अब क्या हरेक केटीहरू चाहिँ अब त्यस्तो हुँदो रहेछ जस्तो लाग्यो नि त के सही टाइममा चाहिन्छ अब कोही पनि चिज बर्थडे भयो विसहरू चाहिँ एकदम टाइम हुनुपर्छ बोलाको टाइम भयो अब जस्तै अब फ्लाइट लेट हुँदा त तिमी अन्त कराउने मान्छे म आफै लेट भएको जस्तो अन्त त्यस्तो अब गर्ने मान्छेलाई चाहिँ त्यति साह्रै छ क्या अन्त यो हो रहेछ भन्ने कुरा मलाई लाग्यो धन्यवाद तिमीलाई सक्यो हजुरको 2 शब्द सक्यो ल चिया खोइ अझै खानुहुने